कसैलाई चाहियो रवि लामिछानेको फाइल भने मलाई भन्नु होला, म फोटोकपी गरेर दिउँला। हामीसँग छ सुरक्षित मुद्दाका फाइल जल्नु भनेको हामीलाई घाटा हुनु हो। त्यो किन बुझाउन नसकेको हामीले? एउटा पत्र दिन्छ, त्यो सरकारले पत्र दियो, यो पत्र दिएर भने तपाईँ बाहिर गइदिनुहोस् रविजी, यो जेल जोगाउनु पर्ने भयो भनेर सबलाई थाहा छ। त्यो पत्र के हो भन्ने चिज यो सरकारले भनिदिन सक्दैन र त्यो पत्र त्यो सरकारले दिएको हो भनेर भनिदियो भने आज हाम्रो मत बढ्छ, हाम्रा समर्थक बढ्छन्, हामीले गरे हो यो भनेर त्यो सरकारले प्रतिशोध छाडे हो। एउटा पत्रको छानबिन के हामीले गर्ने? त्यो रोमास्टमा गर्न मिल्छ, त्यो प्रहरीको त्यो समाकुशीमा भएको ल्याबमा गर्न मिल्छ, त्यो मान्छेले दस्तखत त्यो सही एउटै हो कि होइन भनेर पत्ता लगाउन मिल्छ। यिनीहरूले गरेन भने दिल्ली पठाउन मिल्छ, फ्रान्स पठाउन मिल्छ, संसारका देशहरूमा पठाउन मिल्छ, चेक गर्न मिल्छ। तर के यो सरकारले त्यो पत्र दिएको हो भनेको भए यिनीहरूको त समर्थन बढ्छ, चुनाव मुखमा छ, यिनीहरू त सब भ्याउने भए सबलाई गर्छ। सरकारमा भएकाहरूको चुनावमा जानलाई के गरिरहेछन्, नयाँले के गरिरहेछन् सबलाई थाहा छ।